हामीले काम गर्दाखेरि न्याय र निष्पक्षताका साथ गर्नुपर्छ। यो हाम्रो निम्ति चुनौतीको कुरा हो। न्याय र निष्पक्षता भन्ने कुरा धेरै ठुलो छ। हामी सबैले यसप्रति पूर्ण संवेदनशील हुनुपर्छ, धेरै सोच्नुपर्छ। मैले काम गर्दाखेरि परिवारमा किन नहोस्, हामी कमसेकम परिवारमा छौँ, हामीले सार्वजनिक काम नगरिरहेको होला त्यसकारण मैले काम गरिरहेको छैन भन्ने होइन। हामीले खाना पकाउने काम पनि काम नै हो, घर बढार्ने काम पनि काम नै हो, अनि हरेक कुरा काम नै हो। त्यसपछि सार्वजनिक ठाउँमा काम गर्ने कुरा त त्यो झन् छुट्टै भइहाल्यो नै। जे काम गरे पनि र जुनसुकै ठाउँमा काम गरे तापनि न्यायपूर्ण ढङ्गले हामीले काम गर्नुपर्छ। हामीसँग असीमित अधिकार होला, हाम्रो क्षमता असीमित होला, हामी सिप र ज्ञानले हामी भरिपूर्ण हुन सक्छौँ। हामीले प्राप्त गरेको काम गर्नको लागि हामीसँग प्रशस्त ज्ञान, बुद्धि, विवेक, शैली सबै कुरा होला। तैपनि यदि हाम्रो काम गर्ने ढङ्ग चाहिँ अव्यवस्थित भयो अथवा अन्यायपूर्ण ढङ्गले हामीले काम गऱ्यौँ भनेदेखि त्यो कामबाट परमेश्वरको महिमा हुँदैन र हाम्रो वृद्धि पनि हुँदैन। त्यो कारणले हामीले काम गर्दाखेरि न्यायपूर्ण ढङ्गले, न्यायोचित ढङ्गले काम गर्नुपर्छ र निष्पक्षता साथ। सबैभन्दा हाम्रो निम्ति ठुलो चुनौतीको कुरा यो हो, ससानो कुरामा पनि हामीले अन्याय गऱ्यौँ, ससानो कुरामा पनि हामीले पक्षपात गऱ्यौँ भनेदेखि कहीँ न कतै हामी चुक्छौँ। मानिसले हामीलाई त्यसको दण्ड नदेलान्, तर परमेश्वरले हामीलाई सही समयमा कहीँ न कतै पछि पार्नुहुन्छ। जुन कुराको निम्ति हामी अयोग्य छौँ त्यो कुरा परमेश्वरले हामीलाई कहिल्यै पनि दिनुहुन्न। त्यसकारण काम गर्दाखेरि यो मेरो प्रिय मान्छे, यो मेरो मन नपरेको मान्छे, यो मेरो मन परेको मान्छे हामीले कहिल्यै पनि हेर्ने होइन, तर मानिसको कामलाई चाहिँ हेर्नुपर्छ। मानिसले काम कसरी गरिरहेको छ भन्ने कुरालाई हेर्नुपर्छ। मानिसले काम दिलो ज्यानले गरेको छ कि छलकपटका साथ गरेको छ कि आलस्यताका साथ गरेको छ कि देखाउनलाई गरेको छ कि साँच्चै कामको लागि काम गरेको छ, यी कुराहरू हामीले छुट्याएर घर परिवारमा पनि जस्तो अब धेरै छोराछोरीहरू हुन सक्छन्, हामीले कतिलाई चाहिँ कुनै छोराछोरीलाई बढी माया गर्ने, कुनैलाई कम माया गर्ने, कोही काम गर्ने छोराछोरीहरू दबेको दबे, काम नगर्नेहरू माया पाएको पाए, त्यस्तो खालको वातावरण हाम्रो घर परिवारमा हुन सक्छ। त्यस्तो अवस्थामा हामीले धेरै बुद्धि पुर्याउन पर्छ। हरेक छोराछोरी हाम्रो निम्ति उत्तिकै महत्त्वपूर्ण छ। त्यसकारण काम गर्ने छोराछोरीलाई पनि हामीले धेरै माया दिनुपर्छ, उनीहरूलाई पनि हौसला दिनुपर्छ। काम नगर्नेहरूलाई पनि परमेश्वरको वचनद्वारा हामीले सिकाउन पर्छ। त्यसपछि उनीहरूलाई पनि काम गर्ने बनाउनुपर्छ, परमेश्वरको भय उनीहरूको जीवनमा स्थापित गर्नुपर्छ। यी कुराहरू गर्नुपर्छ ताकि हाम्रो व्यवहारबाट कुनै पनि किसिमको पक्षपात नदेखियोस्। यो धेरै ठुलो नैतिक कुरा हो, यो न्याय र निष्पक्षता। धेरैपल्ट मानिस आफ्नो जीवनमा सबैभन्दा धेरै चुक्ने ठाउँ पनि यही हो। न्याय र निष्पक्षता यदि हामीले कायम गर्न सकेनौँ भने हाम्रा अरू धेरै सयौं कुराहरू अव्यवस्थित हुँदै गएका छन्। त्यसकारणले जीवनलाई व्यवस्थित बनाउन, आफ्नो काममा सफलता हासिल गर्न, आफ्नो कामलाई परमेश्वरको मनपर्दो ढङ्गले त्यसलाई पूर्ण गर्नको लागि न्याय र निष्पक्षतालाई हाम्रो पहिलो आधारभूत कुरा या जगको रूपमा हामीले लिन पर्छ, जसले गर्दाखेरि हाम्रो काम चाहिँ राम्रो हुन्छ, परमेश्वरलाई मनपर्छ, त्यसको प्रतिफलले धेरैले आशिष गर्छ। हालेलुया। कार्यस्थलमा सबैसँग न्याय र निष्पक्ष व्यवहार गर्नुपर्छ, कसैलाई पनि अन्याय हुने काम गर्नु हुँदैन। व्यवस्था 25:15 भन्दछ, तर तिमीहरूसँग ठिक तौल र परिमाणका ढक र मानापाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्। यो मानापाथी भनेको ठ्याक्कै मानापाथीमा मात्रै सीमित नभएर हाम्रो कार्यशैली, हाम्रो व्यवहार र सिद्धान्तलाई मानापाथीको रूपमा यहाँनिर हामी बुझ्न सक्छौँ। हाम्रो व्यवहार शैली र सिद्धान्त र कार्यशैली चाहिँ न्यायोचित छ र ठिक नापतौलमा ठिक ढङ्गले हामीले गर्छौँ भनेदेखि हामी रहेको ठाउँमा परमेश्वरले हामीलाई लामो आयु दिनुहुन्छ। किनकि हामीले अन्याय गरेनौँ भने हामी सुरक्षित हुन्छौँ र त्यसैलाई नै लामो आयु भने हाम्रो सुरक्षा परमेश्वरले दिएको जीवन नै आयु हो र त्यहाँ चाहिँ हामी धेरै लामो समयसम्म टिक्छौँ। यदि बेमान गऱ्यो भने हामीले काम गर्ने ठाउँमा हामी टिक्दैनौँ, त्यसको ठाउँमा अर्को व्यक्ति प्रतिस्थापन हुन्छ, अर्को मान्छे ल्याएर खटाइन्छ र बेमान गर्ने मान्छेलाई निकालिन्छ। हामी मान्छेले त त्यति कुरा बुझेका छौँ भने परमप्रभुले त झन् त्योभन्दा असल ढङ्गले बुझ्नु भएको छ। त्यस कारणले न्याय र निष्पक्षताको विकल्प अरू कुनै कुरा हुन सक्दैन। परमेश्वरलाई यो कुरा धेरै मनपर्छ, त्यसकारण यस अनुसार हामी काम गर्नेछौँ। याकुब 2:1 भन्दछ, मेरा भाइ हो, प्रभु येशू ख्रिस्ट महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ। हामी क्रिस्चियनहरूले आफ्नो जीवनबाट कुनै पनि प्रकारको भेदभाव परिवारमा, कार्यक्षेत्रमा, मानिसहरूको बिचमा कहीँ पनि गर्न हुँदैन। बरु
जुन व्यक्तिले भूमिका बढी निर्वाह गरेको छ, जुन व्यक्तिको कार्यद्वारा बढी प्रतिफल निस्किएको छ, त्यहाँ बढी हौसलाको खाँचो हुन्छ, बढी लगानीको खाँचो हुन्छ, बढी सपोर्टको खाँचो हुन्छ र जसले कम भूमिका निर्वाह गरेको छ उनीहरूलाई पनि उठाउनुपर्छ र उनीहरूलाई पनि प्रशस्तै ढङ्गले आफ्नो भूमिका सही ढङ्गले निर्वाह गर्ने एउटा वातावरण हामीले निर्माण गरिदिनुपर्छ। तर निष्पक्षता चाहिँ प्रमुख कुरा हुनुपर्छ।